यो चाहिँ पिपलको बिरुवा हो। जडीबुटीमा पिपलको पात जडीबुटीको राजा भनिन्छ। तपाईहरुले आयुर्वेद सम्बन्धी अध्ययन पनि गर्नुहोला। यो पिपलको पात चाहिँ के कामको लागि प्रयोग गरिन्छ भन्दा यो दुई तीनवटा पात टिपेर यसको चाहिँ काडा बनाएर उमालेर दिनको 1 गिलास खायो भने 7 दिनसम्म खाँदाखेरि मुटुलाई दह्रो बलियो र मुटुलाई स्वच्छ राख्न पनि यो पिपलको पातले महत्त्वपूर्ण भूमिका खेल्छ र फोक्सो सम्बन्धी विभिन्न किसिमका समस्या हुँदाखेरि धुवा धुलो विभिन्न प्रकारको वायु प्रदूषण हुँदाखेरि फोक्सोलाई सफाई गर्नको लागि पनि यो पिपलको पात एकदम महत्त्वपूर्ण जडीबुटीको राजा हो। यसले चाहिँ हाम्रो शरीरलाई मुटु र फोक्सोको समस्या हटाई मुटु र फोक्सोलाई स्वच्छ राम्रो र निरोगी राख्नको लागि महत्त्वपूर्ण भूमिका खेल्छ। तपाईहरुले यो पिपलको पात 2-3 वटा पात ल्याएर उमालेर मजाले उमालिसकेपछि आदि बनाएर अनि त्यो सेलाइसकेपछि छानेर खानु होला। यसले तपाईहरुको स्वास्थ्यमा एकदम राम्रो प्रभाव पार्छ। यो आयुर्वेदमा यसलाई जडीबुटीको राजा भनेर आयुर्वेदमा उल्लेख गरिएको छ। तपाईहरुले अध्ययन गर्नुहोला र यसको प्रयोग गर्नुहोला। यो भिडियो मन पर्यो भने शेयर गर्नुहोला।